आजको क्यान्डलले हेर्दाखेरि 4 अङ्कको चाहिँ आज गिरावट रहेको छ भने 2.80 अर्बको चाहिँ आज टर्नओभर रहेको छ र मार्केटमा आज टर्नओभर चाहिँ एकदमै धेरै ड्राई भएको देख्न सकिन्छ र आजको क्यान्डल चाहिँ ह्यामर टाइपको क्यान्डल बनेको छ भने जुन मार्केट चाहिँ अब यही लेभलबाट चाहिँ कन्सोलिडेट गरेर चाहिँ यहाँबाट फेरि बाउन्स ब्याक हुन सक्ने पनि देख्न सकिन्छ भने जुन हिजोको घटाइ थियो हिजो चाहिँ नेगेटिभ न्युजले एकदमै धेरै इम्प्याक्ट पारेको थियो र यति धेरै घटाइ देख्न सक्छ। आज मार्केट खुल्ने बित्तिकै सुरुमै 10-15 मिनटमा चाहिँ आज 20 अङ्क जतिको चाहिँ गिरावट आएको थियो भने फेरि बिस्तारै चाहिँ बढ्दै गएर चाहिँ आज 4 अङ्कमा चाहिँ 4 अङ्कको गिरावटमा चाहिँ आज मार्केट बन्द भएको देख्न सकिन्छ र ह्यामर क्यान्डल पनि बनेको छ र अबको मुभ मार्केटमा यही लेभलबाट चाहिँ कन्सोलिडेट भएर चाहिँ मार्केट माथि जान सक्ने पनि देख्न सकिन्छ भने फेरि पनि अझै पनि नेगेटिभ न्युजहरू आयो भने अनि नेगेटिभ न्युजले चाहिँ इम्प्याक्ट पारेर चाहिँ अझै यहाँ तलसम्म झरेर अनि फेरि बाउन्स ब्याक हुन सक्ने पनि देख्न सकिन्छ। अबको न्युजहरू कस्तो आउँछ मार्केटलाई कतिको इम्प्याक्ट पार्छ भन्ने कुरा एकदमै एनालाइसिस गर्नु जरुरी देखिन्छ र मैले पहिला यो लेभलमा हुँदा पनि एउटा भिडियो बनाएको थिएँ मार्केटमा म्यानिफेस्टेसन भइरहेको छ र यहाँबाट चाहिँ एउटा लेभलसम्म चाहिँ मार्केट आउन सक्छ सेल गर्नु होला भनेर मैले भिडियो बनाएको थिएँ कतिजनाले हेरेर सेल पनि गर्नुभयो होला र मार्केट त्यसै अनुरूप चाहिँ यहाँसम्म गिरावट आएको छ र यहाँबाट अलिकति सानो फुलब्याक जस्तो पनि दिएको छ र यहाँबाट फेरि गिरावट आएको छ। अबको बजारमा चाहिँ प्यानिक हुनुपर्ने अवस्था छैन किनकि सेयर मार्केटको लागि र बजारको लागि चाहिँ एकदमै राम्रो नीति नियम पोलिसीहरू चाहिँ आउन लागेको हुनाले चाहिँ यो नेगेटिभ न्युजहरू ल्याएर चाहिँ मार्केट अलिकति घटाउन खोजिएको हो तर मार्केट चाहिँ योपालि चाहिँ अल टाइम हाईतिरै जान सक्ने जस्तो पनि देख्न सकिन्छ र प्यानिक भएर स्टप लस सेल गर्ने काम चाहिँ नगर्नु होला। अब चाहिँ आफ्नो स्क्रिप्टहरू चाहिँ वाच लिस्टमा राख्दै गर्न सक्नुहुन्छ किनकि मार्केटमा चाहिँ पोजिटिभ नै कुराहरू छ कुनै नेगेटिभ कुराहरूले चाहिँ इम्प्याक्ट पारेर चाहिँ मार्केट झारेको देख्न सकिन्छ प्लेयरहरूले अपरेटरहरूले चाहिँ र तपाईँहरूले आफ्नो स्टकहरू चाहिँ वाच लिस्टमा राख्दै गरेर चाहिँ अब चाहिँ यो लेभलमा कस्तो सेन्टिमेन्ट बन्छ त्यो हेरेर चाहिँ बाइङतिर जान सक्नुहुन्छ र आज बढेका स्टकहरूमा चाहिँ राम्रो बाइङ सेटअपहरू पनि देख्न सकिन्छ र राम्रो भोल्युमहरू पनि आएको स्टकहरू पनि छन् वाच लिस्टमा राख्नु होला। मार्केटलाई अहिले नर्मल रूपमा हेर्दाखेरि चाहिँ मार्केटले यहाँबाट बाउन्स ब्याक गरेर चाहिँ अल टाइम हाई ब्रेक गर्ने जस्तो पनि देख्न सकिन्छ योपालि सायद चाँडै नै अल टाइम हाई ब्रेक हुनसक्छ मार्केटमा त्यसैले मार्केटमा चाहिँ अलिकति प्यानिक भएर चाहिँ सेलिङहरू स्टप लसहरू चाहिँ नगर्नु होला। मार्केटले राम्रै मुभ दिन सक्ने चान्स छ योपालि चाहिँ र केही अपरेटरहरू र नेगेटिभ न्युजहरूको कारणले गर्दाखेरि चाहिँ मार्केटहरूलाई चाहिँ घटाइरहेको देख्न सकिन्छ र आज एचएलले चाहिँ 11.42% आज इन्क्रिमेन्ट देख्न सकिन्छ एकदमै राम्रो इन्क्रिमेन्ट रहेको छ पछिल्लो टाइममा नि एकदमै भोलेटाइल भइरहेको थियो स्टकमा र एसआई प्यानलमा नि आज एकदमै धेरै राम्रो चाहिँ बाइङ देख्न सकिन्छ। आज एसआई प्यानलमा राम्रो भोल्युम पनि आएको छ र एकदम बाइङ सेटअप पनि बनेको छ एसआई प्यानलमा एकदम यसलाई चाहिँ विचार गरेर वाच लिस्टमा राख्दै गर्न सक्नुहुन्छ र त्यसपछि आज सास ऊर्जामा पनि एकदमै राम्रो मोमेन्टम देख्न सकिन्छ र भोल्युम सहित चाहिँ मार्केटले आज ब्रेकआउट गरेको छ जुन सास ऊर्जा पनि अलिकति राम्रै मुभ दिने जस्तो देख्न सकिन्छ। स्टक पनि बाइको लागि चाहिँ हेर्न सकिन्छ अहिलेको टाइममा। अर्को रहेको छ यो एसपिएल शिवम पावर लिमिटेड पनि बाइङ सेटअप बनेको देख्न सकिन्छ र यसमा पनि आज राम्रै इन्क्रिमेन्ट भएको छ र यसलाई पनि बाइङको लागि चाहिँ वाच लिस्टमा हेर्दै गर्न सक्नुहुन्छ। आज मार्केटमा चाहिँ 35.9% को बाइङ छ भने 64.1% को चाहिँ आज सेलिङ देख्न सकिन्छ र आज सास ऊर्जामा चाहिँ 84,069 किताको चाहिँ बाइङ रहेको छ भने 24,564 किताको चाहिँ सेलिङ रहेको छ र एसआई प्यानलमा 77,743 किताको चाहिँ बाइङ रहेको छ 37,346 किताको चाहिँ सेलिङ रहेको छ। माउन्टेन इनर्जीमा 27,143 किताको बाइङ रहेको छ भने 9,172 किताको चाहिँ सेलिङ रहेको छ। सानीमा ब्याङ्कमा आज 22,643 किताको चाहिँ बाइङ रहेको छ भने 20,719 किताको चाहिँ सेलिङ रहेको छ। एमएफआइएल 21,063 किताको चाहिँ बाइङ रहेको छ भने 6,792 किताको चाहिँ सेलिङ रहेको छ। एनएमबीमा 17,760 किताको चाहिँ बाइङ रहेको छ भने 5,919 किताको चाहिँ आज सेलिङ रहेको छ। एमबिएलमा 17,754 किताको चाहिँ बाइङ रहेको छ भने 3,908 किताको चाहिँ सेलिङ रहेको छ र आज
राम्रै बाइङ देखेको छ SAS, एसओबी प्यानल, माउन्टेन इनर्जी, सानिमा ब्याङ्क, एमएफएल, एनएमबी ब्याङ्कमा चाहिँ आज राम्रै बाइङ देख्न सकिन्छ भने आजको सेलिङ आज रिदीमा चाहिँ 1,50,637 किताको चाहिँ सेलिङ आएको छ भने 57,582 किताको चाहिँ बाइङ आएको छ। एकदमै म्यासिभ धेरै नै सेलिङ आएको छ र एनएचपिसीमा 1,27,550 किताको चाहिँ आज सेलिङ आएको छ भने 80,975 किताको चाहिँ बाइङ देख्न सकिन्छ। एकेजेसिएलमा 93,488 किताको चाहिँ सेलिङ आएको छ भने 38,426 किताको चाहिँ बाइङ रहेको छ र एचपिसीमा 84,688 किताको चाहिँ सेलिङ आएको छ भने 30,595 किताको चाहिँ बाइङ आएको देख्न सकिन्छ र आज चाहिँ जुन पुरानो बढेका स्टकहरू त्यति स्टकहरूमा चाहिँ बाइङभन्दा सेलिङ चाहिँ अलिकति धेरै नै देख्न सकिन्छ र अरू कुनै नयाँ स्टकहरूमा चाहिँ बाइङ धेरै देख्न सकिन्छ। साथै आज स्टकहरू चाहिँ स्क्रिप्टहरू चेन्ज हुँदै गरेको जस्तो देख्न सकिन्छ आजको मार्केटमा र आजको ब्रोकरहरू हेर्दाखेरि चाहिँ आज नेसनल सिक्युरिटीमा चाहिँ 23 करोडको चाहिँ बाइङ रहेको छ भने 20 करोडको चाहिँ आज सेलिङ रहेको छ र श्रीनगर एग्रोटेक चाहिँ 2 करोडको बाइङ गरेको छ भने 19,70,00,000को चाहिँ सेलिङ रहेको छ र ब्रोकर नम्बर 49 मा चाहिँ 9.41 करोडको चाहिँ बाइङ रहेको छ भने 13.62 करोडको चाहिँ सेलिङ रहेको छ। आज बाइङ भन्दा अलिकति सेलिङ धेरै रहेको छ र यो सानिमा ब्याङ्क चाहिँ 50.70 लाखको बाइङ गरेको छ भने 1.9 लाखको चाहिँ सेलिङ गरेको रहेको छ। बाइङ ब्रोकरबाट 11.72 करोडको बाइङ रहेको छ भने 8.37 करोडको चाहिँ सेलिङ रहेको छ र एसबीआई ब्याङ्क चाहिँ 33 लाखको बाइङ गरेको छ भने आज सेलिङ चाहिँ गरेको छैन। 45 नम्बर ब्रोकरबाट 10.69 करोडको चाहिँ बाइङ रहेको छ भने 8.69 करोडको चाहिँ सेलिङ रहेको छ र शिवम सिमेन्ट चाहिँ 1.49 करोडको बाइङ गरेको छ भने 14.85 लाखको चाहिँ सेल गरेको छ। ब्रोकर नम्बर 48 ले आज 9.60 करोडको चाहिँ बाइङ गरेको छ भने 8.83 करोडको चाहिँ सेल गरेको छ र एसओबी प्यानल 1.29 करोडको बाइङ गरेको छ 23.99 लाखको चाहिँ आज सेलिङ गरेको छ र 34 नम्बर ब्रोकरले 8.79 करोडको बाइङ गरेको छ भने 7.82 करोडको चाहिँ सेलिङ गरेको छ र रिदी 48.91 लाखको बाइङ गरेको छ भने 8.79 लाखको चाहिँ सेलिङ गरेको रहेछ। 57 ब्रोकरबाट 8.85 करोडको चाहिँ बाइङ रहेको छ भने 6.88 करोडको चाहिँ सेलिङ रहेको छ भने एकेजेसिएल चाहिँ 38 लाखको बाइङ रहेको छ भने 1.31 लाखको चाहिँ सेलिङ रहेको छ। 77 नम्बर ब्रोकरबाट 5.84 करोडको चाहिँ बाइङ रहेको छ भने 8.59 करोडको चाहिँ सेलिङ रहेको छ र एसओबी प्यानल चाहिँ 2.28 करोडको बाइङ गरेको छ भने 28 लाखको चाहिँ सेल गरेको छ। आज एसओबी प्यानलमा चाहिँ राम्रो बाइङ पनि आएको छ र टर्नओभर पनि राम्रो आएको देख्न सकिन्छ। यसलाई चाहिँ बाइङको लागि चाहिँ वाच लिस्टमा राख्न सकिन्छ र आज 58 नम्बर ब्रोकरले चाहिँ रिदी 46,072 को किनेको छ भने 6,353 किता चाहिँ सेलिङ गरेको छ र एकेजेसिएल 30,450 किता चाहिँ बाइङ गरेको छ भने 7,157 किता चाहिँ सेल गरेको देख्न सकिन्छ। एनएचपिसीमा 27,736 किता बाइङ गरेको छ 34,596 किता चाहिँ सेलिङ गरेको छ र एसओबी प्यानल 20,906 किता बाइङ गरेको छ भने 16,525 किता चाहिँ सेलिङ गरेको छ र श्रीनगर एग्रोटेक चाहिँ आज 17,499 किता चाहिँ बाइङ गरेको छ भने 1,731 किता चाहिँ सेलिङ गरेको छ र 58 ब्रोकरमा चाहिँ जुन पुरानै स्टकहरुमा चाहिँ बाइङ देखेको छ आज पनि र आज मार्केटलाई हेर्नु पर्दाखेरि चाहिँ कुनै सेलिङ गर्नुपर्ने कन्डिसन चाहिँ देखिदैन भने अब बिस्तारै बाइङको लागि चाहिँ जान सकिन्छ मार्केटमा र यदि नेगेटिभ न्यूजहरु चाहिँ धेरै नै आउन थाल्यो भने मार्केटलाई चाहिँ केही हदसम्म तल झर्न सक्छ र नभए चाहिँ मार्केट यहीँबाट बाउन्स ब्याक भएर चाहिँ अल टाइम हाईतिर चाहिँ जान सक्ने जस्तो पनि देख्न सकिन्छ। मार्केट यही लेभल अलिकति कन्सोलिडेट भएर चाहिँ मार्केट फेरि फर्किने जस्तो पनि देख्न सकिन्छ र मार्केटलाई चाहिँ नेगेटिभ न्यूजले चाहिँ अलिकति जबरजस्ती घटाइरहेको छ। त्यही भएर प्यानिक हुनुपर्ने अवस्था चाहिँ छैन। आफ्नो स्क्रिप्टहरु चाहिँ वाचलिस्टमा राख्दै गर्नु पर्ला। जुन आज बढेका स्टकहरु छन् यो स्टकहरुमा चाहिँ आज बाइङ सेटअपहरु बनेका स्टकहरु पनि धेरै छन् र ब्रोकरहरुबाट बाइङ भएको पनि धेरै नै छ। आज पुरानो स्टक भन्दा नयाँ स्टकहरु चेन्ज भएको पनि देख्न सकिन्छ आज र कुनै प्यानिक नभएर आफ्नो स्क्रिप्टहरु चाहिँ वाचलिस्टमा राख्दै गर्नु होला। नेगेटिभ न्यूजहरु आउँदै गर्छन् त्यसलाई नेगेटिभ रूपमा नहेर्नु होला। अब र हाम्रो नेप्सी मास्टर युट्युब च्यानललाई चाहिँ सब्स्क्राइब गरी लाइक कमेन्ट शेयर गर्न नभुल्नु होला। डेली अपडेट चाहिँ ल्याउने छु मैले।